चाहिँ साथीहरू म चाहिँ आलु खन्नु लागेको होइन। यो आलुले कति फलेको छ भनेर यहाँ हेरौँ न। यसपालि मलाई आलुले लास्टै ठग्यो नि त हजुरहरू। बोटै आएन, मलजल लाए पनि हेर्नुहोस् यो बिउ पनि फर्किएन। यो एक बोटमा यो एउटा बिउ पनि फर्किएन गाइस। खेती गरेपछि यस्तो हुन्छ र। 12 वर्ष पछि उनी उकुल्यो उको गन्ध भने जस्तो बल्ल बल्ल एउटा बोटमा एउटा फलेको, त्यो पनि हरियो आलु। ल हेर्नुहोस् साथी, 10 किलो आलु लिएर रोपेको। 10 किलोमा 2 किलो पनि आएन हौ मेरो त। यतातिर मकै उम्रिँदैछ, आलु भएन भनेर मकै रोपिदिएको थिएँ कि। ल हेर्नुहोस् आलुको बोट, यो मरेको आलुको बोट हो। अनि यो चाहिँ जौँ मेरो, यो जौँ हो होइन। अनि प्याज पनि भएन साथीहरू कि, प्याज पनि भएन यसपालि। मेरो केही नै भएन, सबै कुराले मलाई ठग्यो होइन। उता लसुन पनि भएन, कामै दिएन मेरो यसपालिको खेती साथीहरू। फर्केन। जौँ चाहिँ ठिक छ है। लसुन त हेर्नुहोस् न साथीहरू भएन, त्यही भएर मैले पनि पानी नै हाल्दिनँ यसपालि। मेरो फुल, यो फुलमा पनि रोग लागेछ साथीहरू। फुलको ठोसो हेर्नुहोस्।